Wait for it. हेलो गाइस, के छ खबर मेरो चाहिँ ठिकठाक छ है। अनि सो म चाहिँ बिहान कलेजबाट घर आइसकेको थिएँ अनि म काममा आउने बेला भइसकेको थियो। त्यस्तै 10-11 बजेको थियो अनि यो चाहिँ 10-11 बजेको भ्यू एकदम आकर्षक देखिरहेको छ दृश्य हैन। सो राम्रो छ तर घाम पनि उब्बर लागिरहेछ अनि मेरो चाहिँ अब अनुहार पोलेर हैन कस्तो बिजोग भइरहेको थियो। अनि सो भ्यू चाहिँ एकदम राम्रो भएको कारणले मैले भिडियो गर्न चाहिँ छुटाइन अनि मैले चाहिँ एकदम भिडियो गरेँ अनि म चाहिँ गीत सुन्दै अनि म चाहिँ कामतर्फ लागेँ। अनि सो म चाहिँ कामतर्फ जाँदाखेरि चाहिँ म हाइवे पुग्नको लागि चाहिँ त्यस्तै 5 मिनट जति लाग्थ्यो हाम्रो घरदेखि हैन। हाम्रो घर चाहिँ अब खेतको बिचमा छ अनि सो म चाहिँ हिँडेँ काममा अनि हाइवे मेन रोड आइपुगेँ अनि म चाहिँ कामतर्फ लागेँ। अनि यहाँ चाहिँ फेरि सुपारी बगान छ अनि सुपारी लभरहरूको लागि चाहिँ एकदम स्पेशल है। A few moments later. अनि फाइनली म चाहिँ काममा आइपुगेँ अनि काममा चाहिँ मेरो फर्स्ट लट ब्रेड बनाउनु थियो अनि मैले सामानहरू रेसिपीहरू जोखेर ब्रेड सेट बनाएँ। अनि दुनोट यता चाहिँ म अनि दुनोट तार्दैछ अनि दुनोट पनि तारिसक्यो अनि यता ब्रेड पनि रेडी भइसकेको छ अनि मैले चाहिँ ब्रेड पकाउनु पर्ने हुन्छ अनि सुप मैले पकाइसकेको थिएँ। भिडियो चाहिँ अब पकाउँदै गरेको बनाउन पाइनँ, त्यसको लागि आइएम सो सरी। अनि मैले यहाँ ब्रेड चाहिँ अलरेडी रेडी भइसकेको छ देख्न सक्नुहुनेछ। अनि त्यसपछि मैले बर्गर बन पनि बनाउनु पर्ने थियो अनि आज चाहिँ मैले बर्गर बन पनि बनाएँ, अर्डर आएको रहेछ। अनि सो मैले चाहिँ 2 केजीको बर्गर बन पनि बनाएँ। अनि मेरो भिडियो कस्तो लाग्यो तपाईहरुले लाइक कमेन्ट एन्ड सब्स्क्राइब गर्न नबिर्सनु होला। धेरै भन्दा धेरै माया गर्नु होला, सपोर्ट गरिदिनु होला मेरो च्यानललाई। थ्यांक यू।